यो घटना चाहिँ सामान्य होइन। मैले अस्ति पनि दिने अलिक प्रायः पहिलादेखि स्याड हुन्थेँ। म फेरि त्यति धेरै दिनरात कुरा सेयर हुने साथी पनि होइन क्या। मृत्युसम्म पुग्नु भनेको कसैले निमोटेर फाल्नु नै जिन्दगीदेखि वाक्क दिक्क भएर केही कुरा सोच्न नसकेर त उसले यस्तो डिसिजन लिएको होला, नत्र मर्न कसलाई रहर हुन्छ र होइन। सञ्चिताजी, तपाईँहरू चाहिँ सँगै लामो समय सहकार्य गर्नुभएको कलाकार पनि हो होइन। नितुको मृत्यु प्रकरणलाई लिएर परिवारले चाहिँ कलाकारहरूको साथ पाएन पनि भन्नुभएको छ होइन। तपाईँहरू त आउनु भएको छ यहाँ, तपाईँहरूले साथ दिइरहनु भएको छ। के लाग्छ यो घटना कस्तो हो जस्तो लाग्छ? यो घटना चाहिँ सामान्य होइन। मैले अस्ति पनि दिने अलिक प्रायः पहिलादेखि स्याड हुन्थेँ। म फेरि त्यति धेरै दिनरात कुरा सेयर हुने साथी पनि होइन क्या। मेरो अब फेसनमा साथी थियौँ हामी, अनि उनको र मेरो चाहिँ पार्लरमा भेट भएको थियो। पहिला उनी पार्लरमा काम गर्थ्यौँ, त्यहाँदेखि नै उनलाई चिनेको। लगभग उनी त सहनशील, एकदम सिधा, एकदम राम्रो मान्छे हुनु है मेरो नजरमा होइन। अब अरू कलाकारहरूले किन आउनु भएन, किन साथ दिनु भएन, किन बोल्नु भएन, अब त्यो त मलाई खासै थाहा भएन। तपाईँ पहिलो पुग्नु भएको थियो, मलाई लाग्छ कीर्तिपुरमा पनि तपाईँ मात्रै जानुभएको थियो, अरू जानु भएको थिएन होइन। त्यसरी उहाँको अवस्था हेरेर आउनुभएको, लास पनि हेरेर आउनुभएको होइन। क्षतविक्षेष शरीर, आवाज जलिसकेको छ। के लाग्छ यो घटना कसरी भयो जस्तो लाग्छ तपाईँको नजरमा? यो मान्छे अब प्रेममा, मैले सुने अनुसार चाहिँ प्रेममा धेरै नै अन्धो भएर घटेको घटना भन्ने छ। अब हामीसँग प्रुफ छैन, उनले हामीसँग कुरा सेयर गरे पनि होइन। तर मलाई के लाग्छ भने उनलाई कतिसम्मको वचन चाहिँ मनमा बिज्ने बोल्नु भएछ जो कोही हुनुहुन्छ उहाँले होइन, जो उनलाई आगो लगाउँदा पनि दुखेन। यो एकदमै दुःखद घटना हो। यसले चाहिँ के भन्छ भने, मैले चाहिँ मान्छेलाई मारेको मान्छेलाई मात्रै हत्यारा भनिँदैन, मान्छेलाई मर्न बाध्य बनाउने मान्छेलाई पनि हत्यारा भनिन्छ। सो उहाँलाई चाहिँ सजाय हुनुपर्छ, नितुले न्याय पाउनुपर्छ। अर्काको फुल जस्तो छोरीलाई होइन अब निमोटेर फ्यालेकै जस्तो त हो त। मृत्युसम्म पुग्नु भनेको कसैले निमोटेर फाल्नु नै जिन्दगीदेखि वाक्क दिक्क भएर केही कुरा सोच्न नसकेर त उसले यस्तो डिसिजन लिएको होला, नत्र मर्न कसलाई रहर हुन्छ र होइन। हाँसी खुसी जिन्दगी जिउँ, बाँचौँ, 2 दिनको जिन्दगी रमाउँ भन्ने कसलाई रहर हुँदैन र उनी मरेकी छन् होइन। अब आफ्नो जिउमा थाहा छ कि त्यसले आगोले पोल्छ, गाह्रो हुन्छ भन्ने थाहा हुँदा पनि उनी त्यसरी मर्न बाध्य भएकी छिन् भने यहाँनिर ठुलै कारण छ। सो तपाईँहरूलाई पनि म बिन्ती के गर्छु भने सत्य तथ्य तपाईँहरूले पनि गर्न सक्नुहुन्छ, बाहिर ल्याइदिनु होला, नितुलाई न्याय दिनु होला। यो हामी कलाकारको लागि चाहिँ एकदमै ठुलो घटना हो, एकदमै दुःखद घटना पनि हो। अहिले प्रायः मान्छेले किन कलाकारिता क्षेत्रमा यस्तो हुन्छ पनि भनेर क्वेसन गर्नुभएको थियो मेरोमा। अब मान्छेले आफूलाई सम्हाल्न सकेन भने न कलाकार, न नेता, न कुनै मान्छेले पनि आफ्नो मनलाई सम्हाल्न सकेन भने चाहिँ यस्तो घटना हुँदो रहेछ। हस्, थ्याङ्क यू। लोकदोरी प्रतिष्ठानबाट तपाईँहरू आउनु भएको छ, सम्झनाजी र सँगै हाम्रो उषाबाटै सुरु गर्छु। तपाईँको जिल्ला छिमेकी जिल्ला होइन रसुवा र तपाईँले नितुलाई कसरी चिन्नुहुन्थ्यो? नितु चाहिँ एउटा रसुवा भएको कारणले गर्दा पनि मैले अलिक नजिकबाटै चिन्थेँ। अनि हामी अवार्डहरूमा चाहिँ अलिक धेरै, ऊ पनि अवार्ड प्रोग्रामहरूमा आउने, म पनि अलिक बढी जाने भएको कारणले राम्रै चिन्जान थियो। यो घटना के होला जस्तो लाग्छ तपाईँको विचारमा? यो घटनाको विषयमा त मलाई पनि त्यति धेरै जानकारी छैन। मैले पनि हजुरहरूले सामाजिक सञ्जालमा हालेको देखेर नै थाहा पाएको हो। अब यो के हो कसो हो भन्ने कुरा राम्रोसँग अहिलेसम्म केही पनि बाहिर नआएको कारणले हामी सबैजना एकदमै दुःखी छौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सबै हामी दोहोरी गीत प्रतिष्ठान नेपाल परिवार एकदमै दुःखी अवस्थामा छौँ। उहाँलाई, नितुलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छौँ र नितुले न्याय पाउनुपर्छ भन्न चाहन्छौँ। तपाईँले चिनेको हिसाबले उहाँ पुरानो गायिका पनि हो? हजुर, एकदमै पुरानो गायिका पनि हो। अनि उहाँले यसरी जुन अवस्थामा आफ्नो शरीरमा आगो लगाएर मृत्यु भयो भन्ने कुरा बाहिर आइरहेको छ। यो के कारणले चाहिँ उहाँले त्यसो गर्नुभयो, यो तथ्य कुरा चाहिँ जे कुरा हो त्यही चाहिँ बाहिर आउनुपर्छ र न्याय पाउनुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ भन्न चाहन्छु। सम्झनाजीसँग त लामो समय काम पनि सँगै गर्नुभएको हो। सम्भवतः दोहोरी साँझमा तपाईँ र नितु सँगसँगै हुनुहुन्थ्यो कि तपाईँ गइसकेपछि उहाँ आउनुभएको थियो? होइन, म
म गाम्बेसीमा अनि नितु चाहिँ काम गर्ने सिलसिला र डोरी आफ्नो यो क्षेत्रमा चाहिँ म केही गर्छु भनेर अगाडि आउने बेलामा चाहिँ मैले नगरकोट डोरी साँझमा चाहिँ कोही व्यक्तिहरूलाई भनेर चाहिँ त्यहाँ काम गरेको थियो छोटो समय। त्यसपछि हामीले पहिला पनि भोकलसँगै सिकेका हौँ। मनोज राज सियाकोटी सरसँग हामीले क्लाससँगै लिएका थियौँ। नजिकबाट चिनेको छु। एकदमै यो लोकदोहोरी क्षेत्रमा केही गर्छु भनेर आएको एउटा गायिका थियो, बन्छु भनेर आएको। जुन घटना ऊ माथि घटिरहेको छ यसको विषयमा चाहिँ जति न्युजहरूमा आइरहेको छ त्यसको सत्य तथ्य बाहिर आओस् भन्न चाहन्छु म चाहिँ। जस्तो अब दोहोरी क्षेत्रमा एउटा अतुलनीय घटनै हो यो होइन, तपाईँहरूले कसरी लाग्नुहुन्छ? कलाकारहरू चाहिँ बोलेन भन्ने उहाँहरूको परिवारहरूको पनि गुनासो देखियो होइन। हाम्रो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष आदरणीय रिता थापा मगर्जू अहिले बाहिर भएको हिसाबले पनि हामी एउटा केन्द्रीय टिमबाट चाहिँ उषा र म आएका छौँ। हाम्रोबाट सक्ने हामीले सहयोग गर्नेछौँ उहाँको परिवारहरूलाई भन्न चाहन्छु म चाहिँ। थ्याङ्क यू। सञ्चिताजी, तपाईँहरू चाहिँ सँगै लामो समय सहकारी गर्नुभएको कलाकार पनि हो होइन। नितुको मृत्यु प्रकरणलाई लिएर परिवारले चाहिँ कलाकारहरूको साथ पाएन पनि भन्नुभएको छ होइन। तपाईँहरू त आउनु भएको छ यहाँ, तपाईँहरूले साथ दिइरहनु भएको छ। के लाग्छ यो घटना कस्तो हो जस्तो लाग्छ? यो घटना चाहिँ सामान्य होइन। मैले अस्ति पनि दिने अलिक प्रायः पहिलादेखि स्याड हुन्थेँ म। फेरि त्यति धेरै दिनरात कुरा सेयर हुने साथी पनि होइन क्या मेरो। अब फेसनमा साथी थियौँ हामी। अनि उनको र मेरो चाहिँ पार्लरमा भेट भएको थियो। पहिला उनी पार्लरमा काम गर्थ्यौँ। त्यहाँदेखि नै उनलाई चिनेको। लगभग उनी त सहनशील, एकदम सिधा, एकदम राम्रो मान्छे हुनु है मेरो नजरमा होइन। अब अरू कलाकारहरूले किन आउनु भएन, किन साथ दिनु भएन, किन बोल्नु भएन, अब त्यो त मलाई खासै थाहा भएन। तपाईँ पहिलो पुग्नु भएको थियो मलाई लाग्छ। कीर्तिपुरमा पनि तपाईँ मात्रै जानुभएको थियो, अरू जानु भएको थिएन होइन। त्यसरी उहाँको अवस्था हेरेर आउनुभएको, लास पनि हेरेर आउनुभएको होइन। क्षेत्रविशेष शरीर आवाज जलिसकेको छ। के लाग्छ यो घटना कसरी भयो जस्तो लाग्छ तपाईँको नजरमा? यो मान्छे अब प्रेममा, मैले सुने अनुसार चाहिँ प्रेममा धेरै नै अन्धो भएर घटेको घटना भन्ने छ। अब हामीसँग प्रुफ छैन, उनले हामीसँग कुरा सेयर गरे पनि होइन। तर मलाई के लाग्छ भने उनलाई कतिसम्मको वचन चाहिँ मनमा बिज्ने बोल्नु भएछ जो कोही हुनुहुन्छ उहाँले होइन। जो उनलाई आगो लगाउँदा पनि दुखेन। यो एकदमै दुःखद घटना हो। यसले चाहिँ के भन्छ भने मैले चाहिँ मान्छेलाई मारेको मान्छेलाई मात्रै हत्यारा भनिँदैन, मान्छेलाई मर्न बाध्य बनाउने मान्छेलाई पनि हत्यारा भनिन्छ। सो उहाँलाई चाहिँ सजाय हुनुपर्छ, नितुले न्याय पाउनुपर्छ। अर्काको फुल जस्तो छोरीलाई होइन अब निमोटेर फ्यालेकै जस्तो त हो त। मृत्युसम्म पुग्नु भनेको कसैले निमोटेर फ्याल्नु नै जिन्दगीदेखि वाक्क दिक्क भएर केही कुरा सोच्न नसकेर त उसले यस्तो डिसिजन लिएको होला। नत्र मर्न कसलाई रहर हुन्छ र होइन। हाँसी खुसी जिन्दगी जिउँ, बाँचौँ, 2 दिनको जिन्दगी रमाउँ भन्ने कसलाई रहर हुँदैन र उनी मरेकी छन् होइन। अब आफ्नो जिउमा थाहा छ कि त्यसले आगोले पोल्छ, गाह्रो हुन्छ भन्ने थाहा हुँदा पनि उनी त्यसरी मर्न बाध्य भएकी छिन् भने यहाँनिर ठुलै कारण छ। सो तपाईँहरूलाई पनि म बिन्ती के गर्छु भने सत्य तथ्य तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। बाहिर ल्याइदिनु होला, नितुलाई न्याय दिनु होला। यो हामी कलाकारको लागि चाहिँ एकदमै ठुलो घटना हो, एकदमै दुःखद घटना पनि हो। अहिले प्रायः मान्छेले किन कलाकारिता क्षेत्रमा यस्तो हुन्छ पनि भनेर क्वेसन गर्नुभएको थियो मेरोमा। अब मान्छेले आफूलाई सम्हाल्न सकेन भने न कलाकार, न नेता, न कुनै मान्छेले पनि आफ्नो मनलाई सम्हाल्न सकेन भने चाहिँ यस्तो घटना हुँदो रहेछ। हस्, थ्याङ्क यू।